अरूको सुखमा आफ्नो सुख खोज्ने, अरूको खुसीमा आफू रमाउने कमै मात्रै भेटिन्छन् यो समाजमा। यस्तै कमै मात्र भेटिने हाम्रो समाजका एक पात्र हुन् अभिषेक विश्वकर्मा। उनको जन्म विक्रमसम्म 2060 साल असार 13 गते पाल्पा जिल्लाको बङ्नासकाली गाउँपालिका वडा नम्बर 1 खोरबारीमा भएको हो। आफ्नो व्यक्तिगत स्वार्थभन्दा केही माथि उठेर सामाजिक कार्यमा सक्रिय र व्यस्त बनिरहेका छन् विश्वकर्मा। उनको खास परिचय सामाजिक अभियन्ताबाट बनेको छ, साथै उनलाई पब्लिक स्पिकरका रूपमा पनि चिनिन्छ। यसमा पारदर्शिता, जवाबदेहिता, कानुनी ढाँचा र प्रभावकारी निगरानीको स्थापना गरेर समाजमा इमानदारी र न्यायको प्रवर्धन गर्नुपर्ने हुन्छ। विश्वकर्मा सानैबाट बाल क्लब, जुनियर रेड क्रस सर्कल, युवा क्लब जस्ता विभिन्न समूहहरूमा आबद्ध भई बाल विवाह, महिला हिंसा, जलवायु न्याय, बाल श्रम, लैङ्गिक हिंसाका विरुद्धका विभिन्न अभियानमा सहभागी भई समाज परिवर्तनका लागि निरन्तर रूपमा लागिरहेका छन्। विश्वकर्मा सानैबाट विभिन्न समूहहरूमा आबद्ध भई नेतृत्व गरी बालबालिका र युवाहरूको क्षेत्रमा जनचेतनामूलक कामहरू समेत गरिरहेका छन्। विश्वकर्मा सकारात्मक परिवर्तन खोज्ने, मेहनती, स्वच्छ विचार र स्वच्छ छवि भएका एक होनहार व्यक्ति हुन्। यो देशमा नै केही गर्नुपर्छ, देशको मुहार फेर्न आफू जस्तै सच्चा र निष्ठ युवाहरू नै अब आफ्नो गाउँठाउँबाट लाग्नुपर्छ भन्ने उद्देश्यले विभिन्न अभियानहरू गर्दै हिँडेका छन् अभिषेक विश्वकर्मा। आफूहरूले नै जिताएर पठाएका नेतृत्व कर्मीहरूलाई आफ्नो क्षेत्रको प्रतिनिधि पात्र बनी समस्या र आवाज उठान गरी उनीहरू समक्ष पुर्याउने उद्देश्यले सङ्घीय राष्ट्रिय युवा सांसदमा सहभागी भई अभिषेक विश्वकर्माले सकारात्मक राजनीतिक यात्राको सुरुवात गरेका छन्। यो 2 वर्षीय कार्यकालमा आफू विजयी भई काम गर्ने अवसर पाए विश्वकर्माले हरेक चुनौतीको सामना गरी आफूलाई राजनीतिक क्षेत्रमा अब्बल र परिपक्व बनाई एउटा असल नेतृत्व कर्मीको रूपमा स्थापित गर्ने लक्ष्य बोकेका छन्।